पर्यो केटाकेटी भगाए अनि खुवाउनु पर्यो एउटा अलक्षिना कता गई अनि के गर्छि अनि अहिले खानेबाट टुक्क आइपुगे आफ्नो बाउ जस्तै त्यस्तै थियो छोरी पनि खाना मात्रै जाने कि रहेछ कामसाम छैन अनि मलाई सताउने बोलाछु ए सेन्डनी नास्ता खाना आइज नास्ता खाना आऊ मम्मी किन बोलाउनु भयो किन बोलाउनु भयो मम्मी फेरि आइज झटपट भाइ बिनालाई बोलाएर मैले नास्ता खाना आगो बाहिर बोलाउँदा मैले तँ काम गर्दा किन नास्ता खाना किन काम भइसकिस गरेर आइस कस्तो झटपट खाली बस्नु मम्मी दिदीलाई किन यस्तो गराउनुहुन्छ दिदीलाई पनि त भोक लाग्छ होला दिदीलाई पनि खाना बोलाउनु न त्यसले त्यहाँ गएर खाइछि त्यसले खास छैन र भोकै छि र काम गर्छ अहिले पछि खान्छ आएर तिमीले खाइसक्यो अनि खान्छ त्यसले पछि बचेको खान्छ हजुर कसले बोलाएको छ ओहो बहिनीहरु पो आएर छन् दुःख है म त कता किचनमा हुनुहुन्छ के गर्दैछ नास्ता बनाउँदै अनि आयो सन्चो छौ ल अब लग्देर जान्छ पानी जहाँ लगेर राख के गर्न लाउनु भएको हेरेस् यिनी भान्जा मान्छे कति आउन सकेका अनि चाडपर्व आउन हुन्न छुट्टी हुन टुक्क आइपुग्छन् खाना अनि कति सताएको घरको अलक्षिना एउटी छि सताउने अब त्यहीमा पनि भान्जा मान्छे सकेर सताउन आइपुगेका मलाई अनि काम छैन खाउन पनि कस्ता मुख पठाइदिने यी ढाँडो पठाइदिएर नि मलाई सताउन एक मिनट आफ्ना त यहाँ एउटा चौधरी छोरी छि केटी छोरी अनि सता छि यसले अनि फेरि तिमीमा पनि भान्जा मान्छे थप्या छन्
कस्तो मलाई घाउ सघाउन निस्क्याउने हो सबै काममा काटका भान्जा भान्जी सन्चै हुनुहुन्छ भान्जी अनि मम्मीहरू कस्तो हुनुहुन्छ भाग्य मानी हुनुला अरू त कस्तो सबै सन्चै हुनुहुन्छ घरमा त अलक्षिता फेरि किन भान्जा बाजीसँग बसेको छिस् उता गएर काम गर जा भान्जा बाजीसँग बसेर बाजी लागेर हुन्छ तँलाई बल्ल बल्ल आज नानी काम गर जा के हुन्छ र मम्मी जाऊ एकछिन काम गर जाऊ उता त भान्जा बाजीसँग भान्जा बान्जीलाई के गरेर पठाउने होला अब के उपाय लगाउने होला पठाउने घरबाट निकाल्ने उपाय त लगाउनै पर्यो